हेलो साथीहरू, हेलो नमस्कार सबैलाई। हाम्रा कक्षा 10 का छात्र छात्रा विद्यार्थीहरू हुन्। आज विद्यालयमा हामीले खाना महोत्सव गर्छौं सर भनेका छन्। रमाइलो भइरहेका छन्। सबिना के छ, के गर्दै हो? आलु आलु सुन्दै सम्भावना के गर्दै हो? लसुन लसुन फक्न लागेको। सब एकदम हाम्रा गाउँका हाम्रा नानीहरू एकदम अनुशासित, काममा सिपालु। कहाँ बजार जस्तो गाउँ त कति परिपक्व छ नि। सेलको पिठो मुछिरहेछन्। एलिजा हाई, के छ? कुसुम के गर्दै हो? बटुकको लागि बटुको कि बारा हो? बारा। साँच्चै के भन्छन् नि, बटुक भन्छन् कि बारा भन्छन्? दुईटै भन्छौँ। ए हो, दुइटै हो त है। सम्पदा के गर्दै हो? मुला काट्दै के को लागि? हाई हाई, यता हेर त। ओहो एसिका, यता हेर त। के गर्दै? मुला काट्दै। खुसी बुनु के गर्दैछौ? हाम्रो यस कक्षाको संयोजकको रूपमा हाम्रो सर हुनुहुन्छ। सर के छ आजको, यसो बताइदिनु त आजको। अब विद्यार्थीहरूलाई खटाइएको अवस्था छ। हजुर, विद्यार्थीहरूले चाहिँ अनुशासितपूर्वक काम गर्छु भनेर चाहिँ लागि परेको अवस्थामा छ। बाँकी रिजल्ट पछि आउने कुरा। जस हजुरले पनि विद्यार्थीले चाहिँ लागि परेर काम गर्नुभएको छ। ल हजुरलाई धन्यवाद सर। ल हाम्रो सबै विद्यार्थीहरूले एकदम अनुशासित भएर काम गरेका छन्। विद्यार्थीहरूले हाम्रो यो जनहित श्री जनहित भगवती माध्यमिक विद्यालय हो। एकदम रमाइलो वातावरणमा, डाँडोमा। पारी तानसेन बजार छ। तानसेन तल माडीले सिरा कोडेर जाडोमा सुतिरहेछ। यस्तो रमाइलो छ। हेड सर नमस्कार। नमस्कार नमस्कार। के हुँदैछ आज स्कुलमा? एकदमै राम्रो खाना महोत्सव। यो एउटा जनहित भगवती माध्यमिक विद्यालयले 2022 सालको खाना महोत्सव। ल हजुरलाई हजुरको कार्यकालमा यस्तो राम्रो कार्यक्रम राखिदिएकोमा हजुरलाई धन्यवाद सर। हस् एकदमै धन्यवाद। यहाँहरूको साथ सहयोगले गर्दाखेरि विद्यालयका हरेक क्रियाकलापहरू एकदम राम्रो तरिकाले सम्पन्न भइरहेका छन्। आज कार्यक्रम गजबले सम्पन्न हुन्छ भन्ने विश्वास छ। ल थ्याङ्क यू सर। हस्।